बाल शिक्षा दिन चाहिँ तत्परता देखाइराख्नु भएको छ तर सरकारले तपाईँहरूको माग पूरा गर्न किन तत्परता देखाइरहेको छ? के कारण हो? तत्परता नदेखाउनुको यसको चाहिँ सुरुमा नै यो बाल विकास भन्ने जुन शिक्षकहरूको बहाल भयो यो 500 देखि सुरु भएको हो। यसरी क्रमशः बढ्दा बढ्दै अहिलेसम्म आन्दोलनकै क्रममा हुँदा हुँदै सरकारले क्रमशः बढाउँदा अहिले चाहिँ यो 78-79 को बजेटबाट हाम्रो बाल शिक्षक र विद्यालय कर्मचारी, विद्यालय कार्यालय सहयोगी तीनैजनाको संयुक्त त्यो बजेट भाषणले के भनेको छ भने कम्तीमा न्यूनतम ट्रेड युनियन अन्तर्गत पर्ने कम्तीमा न्यूनतम मासिक रूप 15,000 हुनुपर्छ, जसमध्ये 8,000 केन्द्रले तोकेको छ, 7,000 चाहिँ थपेर यो नगरपालिकाले दिनुपर्नेछ। जुन यो नगरपालिका हाम्रो राजविराज नगरपालिकाले हामी पटक पटक आन्दोलन गऱ्यौँ, विज्ञापन दियौँ, सङ्घर्षमा छौँ, मौखिक भनिराखेका छौँ, लिखित पनि हामीले बुझायौँ, तर उहाँहरूले चाहिँ अहिलेसम्म कुनै सकारात्मक ठोस विश्वास चाहिँ निर्णय दिनुभएको छैन। त्यसैले चाहिँ हाम्रो यो कर्मचारी र बाल विकासका शिक्षकहरू आन्दोलित छन्। त्यसको सँगै शिक्षा क्षेत्रमा काम गर्ने अपूर्णीय जीवन समर्पण गर्ने हाम्रा शिक्षकहरू प्राविधिक ग्रेड खानुहुन्थ्यो, त्यो ग्रेड चाहिँ नेपाल सरकारले 71/4/1 गतेदेखि चाहिँ तलब समायोजन हुँदादेखि नै त्यो हाम्रो प्राविधिक ग्रेड काटेको छ र त्यसमा पनि पूर्वका शिक्षकहरू पनि खाइराख्नु भएको थियो। 57 सालदेखि यताको खाइ टिचरहरू, यी सबै टिचरहरूको प्राविधिक ग्रेड काटेको हुनाले अब हाम्रो सर्वोच्च अदालतको फैसला दिइसकेको छ। ती अदालतको फैसला अनुसार हाम्रो 2 वर्ष ढिलो भयो यो प्राविधिक ग्रेड खानुबाट। जुन अहिलेसम्म पनि राजविराज नगरपालिकाले त्यो प्राविधिक ग्रेड खाने शिक्षकहरूमाथि चाहे त्यो कार्यरत शिक्षक होस् चाहे त्यो अवकाश प्राप्त शिक्षक होस्, दुईटै शिक्षकको कुनै चासो लिइराख्नु भएको छैन। त्यसैले हाम्रो यो बाल विकास, विद्यालय कर्मचारी, विद्यालय कार्यालय सहयोगी र कार्यरत खाइ टिचर प्राविधिक ग्रेड खाने र अवकाश प्राप्त टिचरहरूको यो संयुक्त आन्दोलन हो र जबसम्म यो मागहरू पुरा हुँदैन तबसम्म हाम्रो यो राजविराज नगरपालिका हामी यसरी आन्दोलित नै हुन्छौँ र हाम्रो कार्यक्रमहरू सुचारू रूपले चलि नै राखेको हुन्छ। स्कुल त चल्थ्यो या खालि आलो पालो गरेर धर्ना भयो भने उ त लिखिए ताला त नहीं लगे नगरपालिका में खाली धरना कोई हमरा कल के ताला ताला कार्यक्रम 78 र 79 को बजेटबाट बाल शिक्षक र विद्यालय कर्मचारीलाई 15,000 पुर्याउने बजेट भाषणबाट आयो। त्यसमा 8,000 सङ्घीय सरकारले र 7,000 नगरपालिकाले दिनुपर्नेमा अहिले हाम्रो नगरपालिका दिइराख्नु भएको छैन। त्यसैले बाध्यता भएर धर्नामा बस्नु आन्दोलन